आज म कुमारी माझु है कुमारी माझुको विषयमा केही मिसलिडिङ इन्फर्मेसनहरु क्लियर गर्न आइरहेको छु। फर्स्ट, कुमारी भएर बे गर्नु हुन। सेकेन्ड भनेको चाइल्ड एब्युजको विषयमा, चाइल्ड राइटको विषयमा। फर्स्ट, कुमारी भएर बे गर्नु हुन्न भन्ने कुरा चाहिँ टोटली मिसलिडिङ इन्फर्मेसन हो। त्यसमा कुनै सत्यता छैन। बे गर्न मिल्छ अनि कुमारी भइसक्यो बे गरे भने उसको बुढा मर्छ, नो। तपाई प्रिभियस कुमारीको हेर्नु, प्रिभियस जुन पछाडी कुमारी भएको छ तिनीहरूले बे गरेर बसेको छन् र मजाले फ्यामिलीमा ह्यापी लाइफ भएर बसेको छ। यो मिसलिडिङ इन्फर्मेसनले गर्दाखेरि उनीहरूलाई केही गाह्रो त भएको छ, तर नो, गर्न मिल्छ र उसको बुढा मर्ने भन्ने कुरा हुँदैन। टोटली मिसलिडिङ इन्फर्मेसन। र सेकेन्ड भनेको चाइल्ड राइटको कुरा है। हजुरहरु कुमारी भन्ने बित्तिकै सानो बच्चालाई पुरा ड्रेसअप गरेर कस्तो गाह्रो बनाएर अब उसको होल लाइफ भरि 7, 8, 9, 10, 12 वर्षसम्म यसरी टक्क गरेर एउटा चेयरमा राख्ने भनेर सोच्नुहुन्छ, नो। हामीले कुमारी जब छान्छौं नि कुण्डलिनी हेरेर, र त्यसमा नि हेरिसके पनि धेरै मेथड हुन्छ। त्यसपछि पनि धेरै मेथडबाट सिलेक्सन गरेर कुमारी छनौट गर्छौं र त्यसपछि कुनै पनि चाइल्ड राइट्सहरु यसमा उल्लङ्घन गरेको हुँदैन। पढ्न पाउँछ, घरमा टिचर आउँछ, एभ्रिथिङ प्रोभाइड गर्छ। हामी पनि स्पेशली कुमारी पूजा गर्न जाँदाखेरि कुमारीलाई के चाहिन्छ? चकलेट, कपी, कलम, टोइजहरु गिफ्ट गर्छौं कि हामी आफैले गयो भने पनि। त्यसरी हामीले यो कल्चरहरुलाई ब्लेसिङ एकदम इन्जोय गर्छौं के। अनि त्यसपछि कुमारी हुनुबित्तिकै 24 घण्टा आसनमा बस्नुपर्ने, कति रुल एन्ड रेगुलेसन, खाना बाड्नु पर्ने, नो, हुँदैन। उलाई एभ्रिथिङ उसको बेसिक निड एक भन्नु भने लग्जरी लाइफ जस्तै हुन्छ कुमारीको। उलाई पाउनु पर्ने स्यालेरी, उलाई पाउनु पर्ने फ्यासिलिटी, एभ्रिथिङ इज नर्मल बच्चाको भन्दा एकदम लग्जरी हुन्छ हो। तर सर्टेन टाइममा चाहिँ केही रुल हुन्छ। सर्टेन टाइममा कस्तो रुल हुन्छ भनेदेखि कुमारी माझु भइसकेपछि कपाल छोड्न पाउँदैन। त्यो चाहिँ रेगुलर नै हुन्छ, बन बनाएर राख्नुपर्ने हुन्छ। अनि त्यसपछि लुगा चाहिँ रातो लाउनु पर्ने हुन्छ। रातोमा झिलिमिली त्यो पासिङ टाइपको होइन कि, बच्चाले जुन लुगा लाउँछ नि त्यही क्याजुअल रातोमा लगाइन्छ। त्यो चाहिँ डेली युजको लागि हुन्छ भनेदेखि हजुरले जुन देख्नुहुन्छ नि एकदम मेकअप गरेर, त्यो झन् आसनमा बसेको बेलामा है। आसनमा बसेको बेलामा चाहिँ कुमारीको आसनमा बसेको बेलामा चाहिँ हामीले नो मोर चाइल्डको रूपमा हेर्दैनौँ, उहाँलाई चाहिँ देवीको रूपमा हेर्छौँ हो। आसनमा बसेको बेला मात्र गहना लगाउने, लुगा लगाउने र केही सर्टेन रुल हुन्छ। अरू बेलामा ब्याक टु लाइफ जस्तै हुन्छ। आमा बाउ पनि भेट्न पाउनुहुन्छ, मजाले आमा बाउले पनि टाइम स्पेन्ड गर्न पाउनुहुन्छ। तपाईहरुले देख्ने भनेको त्यो आसनमा बसेको बेला मात्र, अनि त्यो जात्राको बेला मात्र देखिने भएको भएर ओ माई गॉड यस्तो कसरी बस्छ होला सानो बच्चा 24 घण्टा। त्यसमा नि केही विधिहरू हुन्छन् हैन। हामीले उहाँलाई आसनमा हामी निवारीहरूले चाहिँ आसनमा राखिसकेपछि हामीले चाहिँ उहाँलाई गडेसको रूपमा हेर्छौं। एकदम भनौँ न प्योरली इन्फर्म देवीको रूपमा हेर्छौं। त्यसले गर्दाखेरि भनौँ न केही विधिहरू हुन्छ के, केही पूजाहरू हुन्छ जसले चाहिँ किन केही डिफरेन्स चाहिँ हुन्छ के। त्यो चाहिँ अब तपाईहरु मान्नु कि नमान्नु हैन, हामीले देखेको चाहिँ लाइभली हैन, किनकि डिफरेन्स चाहिँ आउँछ के। अथवा भनौँ न देवी उहाँको, अब तपाईहरुले कुरा बुझ्नु होला, बुझ्नुहुन्न यो कुरातिर नजाउँ हैन। तर नर्मल ब्याक टु लाइफ जस्तै हुन्छ। केही सर्टेन रुल चाहिँ हुन्छ र हजुरले देख्नुभएको जस्तो पुरा गहना लाएर 24 आवरमा आसनमा बस्ने भन्ने कुरा हुँदैन। त्यही जात्राको बेलामा अनि कहिलेकाहीँ पूजाहरू भएको बेला मात्र उहाँलाई आसन ग्रहण गराइन्छ। अरू बेला ब्याक टु नर्मल जस्तो लाइफ हुन्छ। अनि एउटा कुरा भनेको उहाँले चाहिँ जमिन छुनुहुन्न भन्छ हो। तर नर्मल लाइफ नर्मल टाइममा चाहिँ उहाँले घरमा खेलेर मजाले बसिरहेको हुन्छ कि। त्यो कुमारी घरमा एकदम इन्जोय गरेर बसिरहेको हुन्छ। त्यस्तो बाउन्ड्री हामीले सोचे जस्तो हुँदैन। त्यही भएर अर्काको कल्चर त भन्दिनँ, अब सबैले बुझिसकेको छैन। कल्चरमा चाहिँ त्यो जे पाइ त्यही नभनौँ हैन। सकेसम्म एनालाइज गरेर कुरा गरौँ, त्यो नै बेटर हुन्छ।